हेलो एभ्रिवान, दर्शन नमस्ते सबैजनालाई। म आरजी मगर अहिले चाहिँ म जाँदैछु जगदीशपुरतिर है मेरो बहिनीलाई दबाई गर्न। अनि त्यसपछि म लागेँ बाटोतिर। गर्दा गर्दा मकैबारी पनि आयो। मकैबारीबाट जाँदै थिएँ, तर यो मकैबारीमा हिँड्दैनन् मान्छेहरू ज्याप्पो। म चाहिँ मेरो बाइक लिएर निस्केपछि यताउति हेरेँ। गर्दा गर्दै बाटोमा पुगेँ अनि टक्क मेरो बहिनीलाई देखाउँदै थिएँ। बहिनी बिरामी थियो, उसलाई दबाई गर्न जानलाई म जगदीशपुरतिर हिँडेको थिएँ। अनि जाँदा जाँदा शीतल हावा गरेको थियो, बाटोमा शीतल थियो। अनि गर्दा गर्दा फेरि अलि अगाडि पुगेँ। अनि भिडियो धेरै लङ होला भनेर फास्ट गरिदिएँ भिडियोलाई। अनि यताउति कुलासुला हेर्दै बाटो हेर्दै सरर म चाहिँ अगाडि दुगरेर गर्दा गर्दा फेरि आधी बाटो आइपुगेँ। आधी बाटो आइपुग्दाखेरि अझै स्पिड चलाउँछु किन आउन भन्छु, तर हावा लागेको थियो। गएँ अनि गर्दा गर्दा पुगिसकेँ म डक्टर कहाँ। कुर्दै बल्ल बल्ल आयो। यस्तै बसिरहेको थिएँ, फेरि के देखियो, ऊ चाहिँ पुरा ग्लुकोज भ्याएको थियो। त्यही पनि उसले बतारी झिक्छु भन्दै बसिरहेको थियो। अनि फेरि म बसेँ चिया खान। टक्क आयो चिया आएपछि एक कप खाएँ। एक सुरुप तान्दा मिठो जस्तो लाग्यो र फेरि अर्को लट पनि हानिदिएँ। सकेपछि म निस्किएँ। त्यहाँबाट निस्केर मेरो बाइक पनि देखाएँ। मेरो बाइक ठक्क झिकेपछि म अब चढेँ। अनि ठक्क सरर म अगाडि बढेँ। अगाडि बढ्दा फेरि यस्तो नजारा पनि देखाइदिएँ यताउतिको। अनि सरर म आउँदै थिएँ घर आइपुगेँ। घर आइपुगेर टक्क थकै लागेको थियो। यताउति थोडा आरामको जरुरत, भर्खरै घाममा आएको। 5 बजेको थियो। फेरि मम्मीले मलाई बोलाउनु भयो। मम्मीले बोलाएपछि मैले यो लर गएको अनि यहाँ चाहिँ काम लगाएँ। के काम भनेपछि अब यो काँक्रालाई चाहिँ एउटा माथि चढ्नलाई सजिलो होस् भनेर है, यो चाहिँ कतिलाई थाहा होला होइन, काँक्रा सेमीहरू लगाएर। अनि त्यो फेरि काँक्रा देखाएर फेरि अर्को पनि गाडेँ होइन। गाडेर सकेपछि घाँस काट भन्नुभयो मम्मीले। फेरि घाँस काट्न लागेँ। घाँस पनि सर्टसुट काटेँ। फेरि अर्को पाखातिर नि काटेपछि अब ठक्क बान्ने टाइम आयो। फेरि अब थाहै होला होइन, घाँसको मुठा बान्नलाई अब यस्तो गर्नै पर्छ, खरलाई लिएर होइन, टक राखेर फेरि घाँसको मुठा नि बाने त भयो। अनि पसिना हेर त एक मुठा काट्न भनेको एक मुठा भयो होइन, धेरै काट्न हुन्न। एउटा भैँसी छ, धेरै भैँसी बाबु होइन, एउटा भैँसीलाई एक मुठा धेरै हो। ल गाइस, चलिदिनु पर्छ भाइ। ए रहने यहाँ त दुख्दो रहेछ त। अनि गाइस यस्तै होइन, आया दुःख त माथि रे यस्तै खालको चाहिँ बस्छु। ल गाइस, त आजको भ्लग कस्तो लाग्यो हजुरहरूलाई फलो, लाइक एन्ड कमेन्ट गरिदिनु होला। अनि यस्तो भिडियो हेर्नको लागि फलो गर्नु।